मौसम यस्तो छ ल हेर्नु अब मैले तपाईँलाई के देखाऊँ हैन बाटो हो यति चाहिँ मात्रै अलिपर देख्छ त्यति हो नत्र हेर्नु न हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सबैजनालाई मनदेखि नै सम्झना छ आइयो सबैजना सन्चै आराममा हुनुहुन्छ होला म पनि एकदमै ठिक छु सबैजनालाई धेरै 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 सम्झना मेरा प्यारा प्यारा भ्युअर्सहरूलाई हैन वन्स अगेन है र भिडियो लिएर आइसकेको नै छु म आजको राइड भनेको चाहिँ आज चाहिँ म कहाँ जाँदैछु भन्दा म जाँदैछु झाँक्री सल्लाह है म जाँदैछु झाँक्री सल्लाह सो झाँक्री सल्लाह चाहिँ सानो काम छ सो त्यही कामले गर्दाखेरि टक्क लाएर है आज चाहिँ झाँक्री सल्लाहसम्म पुगेर आइदिउँ भनेर म चाहिँ घरबाट निस्किसकेको अघि नै अब बाटोबाट भिडियो स्टार्ट गर्दैछु हेर्नु न आज यस्तो मलाई लागेर है खत्तम बनायो भने हिँड्न पनि अप्ठ्यारो हुने कि यता कस्तो छ कुन्नी होइन सब टक्क कतै भ्यू केही नदेखिने कि कुरा लाग्यो भने चाहिँ यस्तो पनि मलाई नलाग्यो नि हुने नि खासमा त भ्यू हेर्नै नपाइने क्या होइन भिडियो बनाउनलाई भ्यू भनेको देख्नै नपाउने यतै अरू त्यति देखिँदैन अनि कहाँ भिडियो बनाउने होइन त्यही भएर धेरै गाह्रो हुने ए गाडीमा हिँड्दा सिट परेर होइन त्यो हालले गर्दाखेरि आँखाको परेलामा समेत सिच्चाउने हुन्छ त्यही भएर गाह्रो हुने हेर्नु त हेभन 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 भर्खरै छक्क मौसम थियो हेर्नु न हेर्दै कहाँ यो टक्क लाएर हेर्नु त यस्तो छ मौसम होइन सेकेन्डमा चेन्ज हुन्छ क्या मिनेटमा भन्दा पनि सेकेन्डमा चेन्ज होइन अरे त झन् बाक्लो लागेछ त के गर्नु अब गाउँ मौसम यस्तै छ चिसो पनि हुन्छ यस्तो बेलामा चाहिँ हिँड्दा चाहिँ यस्तो बेलामा गाडी लिएर हिँड्नु त्यति ठिक हुन्न चिसो हुन्छ अनि शीत पर्छ त्यही माथि होइन यसमा हल्का हल्का पानी हुँदो रहेछ क्या शीत पनि पर्छ त्यही भएर हेर्नु त ल झन् यता त यतिबाट त्यही देखिँदैन त यार यस्तै कुरो यस्तै उस्तो होइन हाइवेमा हुन्थ्यो भने कति एक्सिडेन्ट हुन्थ्यो होला होइन यतिबाट त्यति देखिँदैन अनि एक्सिडेन्ट नहोस् पनि कसरी बाटो त यार टाइट औडै छ यार औडै कस्तै गाह्रो छ नि क्या यस्तो बाटोमा भने चलाउन मौसमले चाहिँ खत्रै देखाइदिइरहेछ पुरा रिस्यो जस्तो कि है यहीँको त्यति देखिँदैन क्यामेरामा चाहिँ कस्तो देख्छ भाइ वाइड एङ्गलले गर्दा अलि देख्छ होला तर आँखाले हो नि के हो यहीँ देख्दैन मौसम पनि के हो यार यस्तो ल हेर्नुहोस् अब मौसम यस्तो छ होइन मौसम यस्तो छ ल हेर्नु अब मैले तपाईँलाई के देखाऊँ होइन बाटो हो यति चाहिँ मात्रै अलिपर देख्छ त्यति हो नत्र हेर्नु न भ्यू हेरौँ भनेको भ्यू नै छैन कहीँ केही देख्दैन क्या यस्तोमा के देखाउन सक्छु र म तपाईँहरूलाई यस्तो झुर राइट पनि
बसे बाटो हिँड्ने बाटोमा हेरेछ हिँडेछ अरू देख्दैन होइन त्यस्तो पनि अरू केही देख्दैन भोलि चाहिँ टक्क लाएर म चाहिँ झाडी चलाएर फर्की पनि सकिनु है अहिले चाहिँ म मेरो गाडी चाहिँ यहाँ छ एउटा सानो काम थियो त्यो काम टक्क लाएर निम्टाएर होइन फर्किसकेको अब चाहिँ ल म चाहिँ निस्किसकेँ म चाहिँ यहाँबाट निस्किसकेको ल अहिले चाहिँ म चाहिँ यहाँ बिहानै आएको थिएँ यहाँ एउटा काम थियो सो त्यो काम सकाएर चट्ट तरिकाले म चाहिँ फर्किसकेँ तर आजको मौसम आज पनि मौसम हिजोको जस्तै गरेर हिजोको जस्तै हुने भयो सो हिजो घाम पनि लागेको थिएन एक मौसम एकछिन पनि खुलेको थिएन सो आज पनि त्यस्तै होला जस्तो लागिरहेछ मलाई होइन यस्तो भयो भने त निकै गाह्रो हुने कस्तो मागेको जस्तो भइरहेछ त भने के होइन यस्तो चिसो पनि त्यति साह्रो चिसो त होइन कि यो गाडीमै हिँड्दा क्या यसो हिँड्दाखेरि त त्यति चिसो छैन यसो बस्दा पनि त्यति चिसो छैन फिल हुँदैन है तर यो गाडीमा हिँड्दा पनि चिसो फिल हुन्छ क्या यस्तो हल्का हल्का सिरसिर हावा चलिरहेछ अनि यस्तो हुस्सु लागिरहेछ नि त सो त्यही भएर नि हुनसक्छ हल्का हल्का हावा चलिरहेछ सो त्यही भएर नि हुनसक्छ चिसो फिल भइरहेछ यही नै हो जे होस् डेली भिडियो राखिरहेको छु गाइज अनि डिसिप्लिन बढिरहेछ किन भन्दाखेरि डिसिप्लिन भन्दा पनि होइन सेड्युल बनिरहेछ भनौँ न डेली टक्क अल्छी गरिन्थ्यो नि त पहिला त्यति अल्छी भइए छैन भनौँ है किन भन्दाखेरि अब पहिले भिडियो बनाउँदाखेरि पनि अल्छी लाग्ने है अब भोलि बनाउनु पर्ला भोलि आउँछ फेरि पर्सि बनाउनु पर्ला आज त यस्तै भयो के कन्टेन्ट खोजिराख्ने भन्ने हुन्थ्यो कि कन्टेन्ट खोज्नै गाह्रो हुन्थ्यो अहिले त जस्तोसुकै होस् कन्टेन्ट भन्दै टक्क भिडियो चाहिँ बनाइराखेको छ डेली पनि राखिरहेको छु अब क्याची चाहिँ छैन होला जस्तो पनि लाग्छ होइन इन्ट्रेस्टिङ त हुन्न छैन होला पनि जस्तो लाग्छ मलाई चाहिँ र पनि ठिक छ बनाइरहेको छु भिडियोहरू चाहिँ डेली नै राखि पनि रहेको छु अब हजुरहरूलाई कस्तो लाग्छ यो चाहिँ भन्न पनि हजुरहरूले प्रतिक्रिया नै दिन सक्नुहुन्छ है तपाईँले चाहिँ हेर्नु मात्र भइरहेछ क्या कमेन्टमा केही पनि भन्नुभएको छैन जस्तो लाग्छ कमेन्टमा होइन यस्तो दोहोरो कुराकानी भयो भने अनि अझै मलाई भिडियो बनाउन पनि अझै हुन्छ क्या होइन भिडियो बनाउनको लागि नि हेल्प हुन्छ जस्तो लाग्छ सो तपाईँहरूले पनि कमेन्टमा होइन यस्तो गर उस्तो गर यस्तो गर्नुपर्छ भनेर केही सल्लाह सुझाव दिनुभयो भने मलाई पनि अलि हेल्प हुन्छ भनौँ न सो त्यही भएर के आफूलाई मनमा लागेको कुरा सबैले भनिदिनु होला है सो त्यही नै हो बाटो चाहिँ यस्तो बाटोमा हिँड्दा गाडीलाई पनि अप्ठ्यारो हुने कि होइन गाडीले पनि कहिले कता ठोक्किन्छ अनि ढुङ्गाहरू उफ्रेर होइन टराङ टुरुङ गर्छ क्या त्यही भएर गाह्रो हुन्छ यस्तो अफरोडमा हिँड्न सर बाटो पनि राम्रो भइदिएको भए पो होइन सर हिँड्ला भन्नु यो ढुङ्गै ढुङ्गा होइन राम्रो बाटो खोज्न कहाँ जाने
यो चाहिँ यसो यहाँका मान्छेहरूले बुझिदिनु पर्ने कुरा हो। अहिले चाहिँ म घरनिर आइपुग्न लागिसकेँ है त गाइस। म चाहिँ टक्क घरदेखि ओह्राउँछु। अब आजको ब्लग चाहिँ धेरै लामो किन बनाउनु भनेर होइन, यतिमै इन्ड गरिदिउँ जस्तो लागिरहेछ है। अब तपाईँहरू यति च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ टक्कै ब्लग चाहिँ यसमै इन्ड गरिदिउँ जस्तो लाग्यो आज चाहिँ। र थ्याङ्क्स फर द वाचिङ। सबैजनालाई धेरै धेरै माया। केही सल्लाह सुझाव दिन चाहनुहुन्छ भने भिडियो कस्तो लाग्छ त्यो त्यो चाहिँ कमेन्टमा भन्न नबिर्सनु होला भन्दै आजको ब्लग चाहिँ यतिमै इन्ड गर्न चाहन्छु। सी यु अन नेक्स्ट ब्लग। Bye bye guys. Shooters gonna shoot and I'm gonna shoot until I fall. Always do it on my own, so I gotta get through it. And the only thing I know is to love what I'm doing. Never give up, never slow till I finally prove it. Never listen to the no's, I just wanna keep moving. Yeah, I put out all this art, it's my only medicine. Yeah, everything